गुड मर्निङ पोखरा डे 2 हो आज चाहिँ पहिला म सारङकोट जाँदैछु। अब सारङकोट जाउँ अनि त्यसपछि वरिपरिको त नजिक छ सबै, त्यो सबै घुमौँला भनेर सोचिरहेको छु मैले। पहिला चाहिँ सारङकोट पुग्नु पर्यो। सारङकोट चाहिँ यहाँ म अहिले चाहिँ लेक साइडमा बसेको थिएँ। लेक साइडबाट 12 किलोमिटर पर्छ। हिजो आएर लेक साइड मात्रै घुमेको छ, केही घुमेको छैन। अन्त दामी छ यार बिहानको पोखरा। पोखरा त जहिले पनि राम्रो छ, तर बिहानको पोखरा त पोखरै भइगयो नि। पोखराबाट देखिने पहिलो हिमाल फिर्के खोला पुल। वाउ छैन त गजब। घरले थियो के को गजब भनौँ। वाउ यो त अगाडि छ नि त। सारङको टपमा आइपुग्न लाग्यो। हुस्सु लागेर हेरौँ न कस्तो चिसो के। तल कस्तो गर्मी थियो, माथि कस्तो चिसो थियो यार। हाफ टी सर्ट लगाएर आएको छु फेरि। वाउ छ वाउ। यस्तो ठाउँमा यस्तो भ्यू देखिने गरी स्विमिङ पुल बन्दैछ यार। रिसोर्टको होला है। वाउ ल ओहो हो सवारी साधन त भएर हेर जानु पर्दछ।